यो स्पेनमा काम खोज्न चाहिँ यति गाह्रो रहेछ मैले यति ट्राई गरिसकेँ कसैले फोटो पठाउनु भन्छ कसैले के पठाउनु भन्छ उनीहरूले मागे जति सब डकुमेन्टहरू पठाउँदाखेरि पनि काम पाएको छैन लिटरली मसँगले खाने पैसा पनि छैन क्या जम्मा 2 युरो छ होला ब्याङ्कमा अब 2 युरोले के आउँछ एउटा चामल पनि आउँदैन चामलै पर्छ 7 युरो 75 सेन्ट पर्छ अनि यस्तो बिजोग भएको छ नि होपफुल्ली कुनै दिन टिआरसी आयो भने आइनो के गर्नुपर्छ भनेर अहिलेको सहयोग सबै कुरा हेर्दाखेरि सबै कुरा जान्ने नै भइसक्यो कस्तोसँग के व्यवहार गर्नुपर्दो रहेछ भनेर त यो लिस्टमा चाहिँ लास्ट माथिसम्म जानुपर्ने छ यार उपाय नै छैन यो भन्दा यति परसम्मको छ नि यो यहाँसम्म छ नि यहाँनिर यो बाटोबाट यस्तो हुँदा सासै फुल्ने गरी चाहिँ गाह्रो हुँदो रहेछ नि यत्रो पर छ नि जुम गर्दाखेरि मात्रै नजिक देखेको जुम नगरे पनि यत्रो छ यो बाटो त बाहिर जाने भइहाल्यो नाम मात्रको युरोप हो नि केही छैन केही सिन्धुलीको बाटो जस्तो छ यो जग्गै यस्तो छ घटिया देश